हाई एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि पनि अर्को एउटा नयाँ भिडियोमा। फ्रेन्ड्स, रेडमीले हाम्रो नेपालमा आफ्नो Redmi 17 4G भन्ने फोनलाई लन्च गरिसकेको छ। इन्ट्रेस्टिङ पार्ट के छ भने तपाईलाई यो मोबाइलमा 7500 mAh को बिग ब्याट्री दिएको छ। यानी कि ब्याट्री ब्याकअपको मामलामा यो मोबाइल एकदमै बबाल हुनेवाला छ। र आजको भिडियोमा हामी Redmi 17 4G मोबाइलको बारेमा कुरा गर्नेछौँ। यो मोबाइल हाम्रो नेपालमा के कति प्राइस पोइन्टमा लन्च भएको छ, सम्पूर्ण विषयमा आजको भिडियोमा जानकारी दिँदैछु। त्यसैले यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। अब तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ Redmi 17 मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा फोनको ब्याक साइडमा तपाईहरुलाई डुअल क्यामेराको सेटअप, त्यसैको साथमा एलईडी फ्ल्याश र बीचमा चाहिँ Redmi को ब्रान्डिङ पाउनुहुनेछ। त्यसैगरी अगाडिपट्टि तपाईहरुलाई सेन्टर पन्चोल डिस्प्ले दिएको छ, जसमा ग्लासको प्रोटेक्सन पनि पाउनुहुनेछ। बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा ओभरअल यो मोबाइल प्लास्टिक बिल्डको साथमा लन्च भएको छ र मोबाइलको फ्रेम पनि प्लास्टिकको रहेको छ। साथमा यो मोबाइलमा IP64 को रेटिङ पनि दिएको छ। हल्का फुल्का पानीको छिटाहरू परे पनि मोबाइललाई त्यस्तो कुनै प्रब्लम हुने छैन। ओभरअलमा डिजाइन र बिल्ड क्वालिटी चाहिँ मोबाइलको एकदमै राम्रो रहेको छ। तपाईलाई मोबाइलको डिजाइन कस्तो लाग्यो प्लिज कमेन्टमा लेखिदिनु होला। त्यसैगरी डिस्प्ले तपाईलाई यो मोबाइलमा 6.9 इन्चको HD+ IPS LCD प्यानल पाउनुहुनेछ र यो डिस्प्लेमा चाहिँ 120 हर्ट्ज को फास्ट रिफ्रेश रेट पनि दिएको छ। ब्राइटनेसको बारेमा कुरानु पर्दा तपाईलाई यो डिस्प्लेमा 825 निट्स को हाई HBM ब्राइटनेस दिएको छ। यानी कि इन्डोर र आउटडोर युसेजको लागि तपाईलाई यो डिस्प्लेमा त्यस्तो कुनै प्रब्लम आउने छैन। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा नो डाउट मोबाइलको डिस्प्ले क्वालिटी चाहिँ एकदमै राम्रो रहेको छ। अलिकति के भन्न चाहन्छु भने HD+ भन्दा फुल HD+ को रेजोल्युसन भएको भए अझ राम्रो हुने थियो, बट स्टिल प्राइस अनुसार मोबाइलको डिस्प्ले चाहिँ डिसेन्ट रहेको छ। त्यसैगरी चिपसेट तपाईलाई यो मोबाइलमा MediaTek Helio G91 Ultra चिपसेट दिएको छ, जुन चाहिँ 12 नैनोमिटरमा बनेको चिपसेट हो र यो चाहिँ एउटा 4G चिपसेट पनि हो। साथमा LPDDR4S को RAM टाइप र eMMC 5.1 को स्टोरेज टाइप दिएको छ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा डिसेन्ट पाउनुहुनेछ। अब यो चिपसेटको बारेमा कुरानु पर्दा केही समय अगाडि यो चिपसेट भएको फोन हाम्रो नेपालमा 12-13 हजार को प्राइस पोइन्टमा आउने गर्थ्यो, तर अहिले चिपसेट महँगो भएको कारणले यो चिपसेट चाहिँ महँगो प्राइस पोइन्टमा आउने गरेको छ। सर्टमा पर्फर्मेन्सको बारेमा कुरानु पर्दा डे टु डे युसेजको लागि, नर्मल कामहरुको लागि तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन। साथमा बेसिक 3D जस्तो गेमहरु पनि खेल्न सक्नुहुनेछ, तर हेभी टास्किङको लागि, हेभी गेमिङको लागि चाहिँ यो चिपसेट त्यतिको राम्रो छैन। अदरवाइज नर्मल युसेजको लागि चाहिँ डिसेन्ट रहेको छ। त्यसैगरी सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स Android 16 दिएको छ, जुन चाहिँ HyperOS 3 मा रन गर्दछ, जसमा सफ्टवेयर एक्सपिरियन्स चाहिँ ठिकठाकै पाउनुहुनेछ। अब चाहिँ हामी कुरा गरौँ मोबाइलको क्यामेरा सेटअपको बारेमा। तपाईहरुलाई यो मोबाइलमा 50 मेगापिक्सलको प्राइमेरी सेन्सर, अर्को चाहिँ एक्सिलरी लेन्स दिएको छ भने सेल्फी क्यामेरामा चाहिँ 8 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। भिडियो रेकर्डिङको बारेमा कुरानु पर्दा दुवै क्यामेराहरुबाट तपाईहरुले 1080 को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा प्राइमेरी क्यामेराबाट तपाईहरुले डे लाइट कन्डिसनमा एकदमै राम्रो फोटो र भिडियोहरु क्याप्चर गर्न सक्नुहुनेछ। प्राइस अनुसार मोबाइलको क्यामेरा सेटअप चाहिँ डिसेन्ट रहेको छ। त्यसैगरी ब्याट्री तपाईलाई यो मोबाइलमा 7500 mAh को ब्याट्री, जसलाई चार्ज गर्नको लागि 45 वाट को चार्जर बक्समा पाउनुहुनेछ। साथमा 22.5 वाट को रिभर्स वायर चार्जिङ सुविधा पनि पाउनुहुनेछ। यानी कि यो मोबाइलबाट तपाईले अर्को मोबाइल पनि चार्ज गर्न सक्नुहुनेछ र ब्याट्री ब्याकअप तपाईलाई यो मोबाइलमा 2 दिनको चाहिँ मज्जाले पाउनुहुनेछ। प्राइभेसी र सेन्सरहरुको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा साइड फिङ्गरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट, साथमा 3.5 हेडफोन ज्याक पनि पाउनुहुनेछ र स्पिकर तपाईलाई यो मोबाइलमा ड्युल स्टिरियो स्पिकर दिएको छ, जसको क्वालिटी चाहिँ डिसेन्ट रहेको छ। तर तपाईलाई यो मोबाइलमा जाइरो सेन्सर दिएको छैन, यो कुरा चाहिँ ध्यानमा राख्नु होला। बाँकी सबै बेसिक सेन्सरहरु तपाईलाई यो मोबाइलमा दिएको छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ Redmi 17 4G मोबाइलको प्राइसको बारेमा। यसको दुईवटा भेरिएन्ट हाम्रो नेपालमा लन्च भएको छ। 4+ 128GB 27999 मा र 6+ 128GB 33999 मा लन्च भएको छ। अब मेरो ओपिनियनको बारेमा कुरानु पर्दा 28000 को प्राइस पोइन्टमा यो फोन चाहिँ एकदमै राम्रो रहेको छ। स्पेशल तपाईलाई यो मोबाइलमा ब्याट्री ब्याकअप र चार्जिङ स्पिड चाहिँ एकदमै राम्रो पाउनुहुनेछ।
तर तपाईलाई यो प्राइस पोइन्टमा एमोलेड डिस्प्ले र राम्रो परफर्मेन्स भएको फोन खोज्नु भएको छ भने अरू फोनहरू पनि अवेलेबल छन्। लौ त साथीहरू, यति नै थियो मोबाइलको बारेमा। तपाईलाई यो मोबाइल कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव भएमा प्लिज एउटा कमेन्ट लेखिदिनु होला। भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरूले हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेटिने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।